सामान्य मानिसले बुझ्नै पर्ने 5 कानुनी अधिकारहरू। नमस्कार, आजको यस लिगल गफमा बुझौँ सामान्य नेपाली नागरिकले थाहा पाउनै पर्ने 5 कानुनी अधिकारहरू। पक्राउ परेपछि मौन रहने अधिकार, राइट टु रिमेन साइलेन्स। प्रहरीले पक्राउ गरेपछि तपाईँलाई आफूले आफूमाथि आरोप पुष्टि हुने कुरा बोल्न नपर्ने कानुनी अधिकार छ। यो नेपालको संविधानले सुनिश्चित गरेको हो। वकिलको सहायता लिने अधिकार, राइट टु लिगल कन्सोल। कुनै पनि मुद्दामा तपाईँले वकिल लिन पाउनुपर्ने कानुनी अधिकार हुन्छ। निशुल्क कानुनी सहायता पनि सरकारबाट पाउने व्यवस्था छ। गिरफ्तारीमा कारण थाहा पाउने अधिकार, प्रहरीले तपाईँलाई किन समात्यो भन्ने कुरा स्पष्ट रूपमा भन्नुपर्छ, नत्र त्यो पक्राउ अवैध मानिन्छ। समान बेहोरा पाउने अधिकार, राइट टु इक्वालिटी। जात, लिङ्ग, धर्म वा अरू कुनै पनि आधारमा भेदभाव गर्न पाइँदैन। सबै नागरिक कानुनको नजरमा समान हुन्। अभिव्यक्तिको स्वतन्त्रता, फ्रिडम अफ एक्सप्रेसन। तपाईँ आफ्नो विचार स्वतन्त्र रूपमा व्यक्त गर्न पाउनुहुन्छ, तर अरूको सम्मान गर्दै र कानुनी दायरामा रहेर। यस्ता थुप्रै अधिकार छन् र तपाईँलाई यी अधिकारहरू थाहा थियो त? कमेन्टमा लेख्नुहोस्।